17 वर्ष अघि राजतन्त्र बाई बाई भनेका जनतालाई फेरि राजतन्त्र चाहियो भन्दैछन्। म जनजातिको छोरो, म त भन्छु यो वितृष्णा मात्रै होइन, यो व्यवस्थै खराब छ। अनि 6 वर्ष अघिसम्म आई लभ यु केपी बा भन्ने भिडले केपी चोर यो देश छोड भन्ने नारा लगाउँदैछन्। 2081 साल चैत्र महिनाको 15 गते राजावादीको आन्दोलनमा एक विद्यार्थी सडकमा आएर गोली थाप्न तयार छु भन्छन्। शिक्षक जादु देखाउँदै प्रदर्शनमा छन्। ल हेर्नुस्, यो एउटा स्कोपमा यो फुल सजाइएको छ। अब तपाईहरु प्रत्यक्ष हेरिराख्नु भएको छ। यो देश संकटमा छ, जनतालाई भुलाउने खेल खेलिँदैछ। हरेक दिन जसो नयाँ समाचार, हरेक दिन जसो नयाँ आन्दोलन किन भइरहेको छ? हरेक ठाउँमा एक एक विषयलाई मुद्दा बनाएर सडक, स्थानीय तह, प्रदेश सभा, संसद, न्यायालय समेत चोखो बाँचेको छैन। आखिर किन? आउनुस् बुझ्ने कोसिस गरौँ। नेपालमा बदलिएको राजनैतिक घटनाक्रमले अस्थिर राजनीतिको सङ्केत दिइरहेको छ। सरकारप्रति जनताको विश्वास छैन, सरकारप्रति जनताको आक्रोश छ। देश त्यागेर नयाँ आश्रय खोजी गर्नेको भिड बढ्दो छ। यो भिड देखिरहनु भएको छ। यो कुनै मेला महोत्सवको भिड भने पक्कै पनि होइन। देशलाई छाडेर पराई मुलुकमा उज्जवल भविष्य खोजी गर्नेको भिड हो। यो महिनामा वा वर्षमा एकपटक हुने भिड भने पक्कै पनि होइन। यो हरेक दिन दोहोरिने भिड हो। कार्यकारी विवादले काठमाडौँ महानगरपालिका सामाजिक सञ्जालमा तातेको छ। मानव भागभण्डा भएको छ। शिक्षा ऐन लागू नभएको भन्दै शिक्षक आन्दोलनमा घुमिएका छन्। गणतन्त्र ठिक छैन, राजतन्त्र चाहियो भन्नेहरूको आन्दोलन छ। 2081 चैत्र महिना 22 गतेका दिन रासपा सभापति रवि लामिछाने पक्राउ पर्छन्। अर्को आन्दोलन हुने सम्भावना। हरेक पार्टीको आफ्नो एजेन्डा, आफ्नो आफ्नो समर्थक, आफ्नै आफ्नै आन्दोलन नै आन्दोलनको चपेटामा नेपाली सर्वसाधारण। नमस्कार, म चन्द्रबहादुर थापा। न्युज मिडियाले बदलिदो परिस्थितिमा खेलेको भूमिकाले जनतालाई कस्तो प्रभाव पार्दैछ? आउनुस् एकचोटि निहाल्ने कोसिस गरौँ यो भिडियो मार्फत। मिति 2079 साल पौष महिनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्छन्। त्यस बखतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी विरोध हुन्छ। त्यसको केही समय नबित्दै देश चुनावमा जान्छ। 5 वर्षसम्म गतिलो परिणाम नदिएको सरकारलाई नै फेरि अत्यधिक मत दिएर सरकारमा पठाइन्छ। के गर्छ मङ्गले आफ्नै ढङ्गले। हामीले अहिले भोगिरहेको समस्या सरकारले निम्ताइरहेको हो? कदापि होइन। यो समस्याको बिउ हामी आफैले रोपेका हौँ। कुर्सीमा बस्ने कुर्सीमा नै बसिरहन्छन्, चाहे त्यो राजा होस् वा कुनै राजनीतिक दल। तर तिनीहरूको स्वार्थको लागि लडिदिने को हो? तपाईँ, हामी जस्तै आम सर्वसाधारण। के का लागि? परिवर्तनका लागि हामी लड्छौँ होइन? लड्छौँ, मर्छौँ। सोझा साझा जनता आन्दोलन गर्छौँ, सुरक्षाकर्मीहरूसँग लड्छौँ। कसको लागि? त्यही कुर्सीमा बस्नेहरूको लागि होइन र? तपाईँले यति गरिरहँदा कुर्सीमा बस्ने व्यक्तिले तपाईँलाई गरिदिन्छ चाहिँ के? यसको ग्यारेन्टी के छ? सुरुवातमा राम्रै हो भनेर समर्थन गर्न हामी अघि बढ्छौँ, आममा राख्छौँ। केही त्रुटि त्यो दल अथवा व्यक्तिमा देखियो भने त्यसलाई खेदो खन्छौँ, त्यसको पत्ता साफ गर्नेतर्फ उन्मूलन हुन्छौँ। 2070 सालदेखि 2081 सालसम्मलाई हेर्ने हो भने तपाईँ हामीले प्रयोग गर्दै आइरहेको खाद्यान्नको मूल्य कति फरक छ? कहिले सोच्नु भएको छ? ग्यास, तेल, नुन, पेट्रोल, चामल, कपडा, भाडा हरेकमा कतिको फरक छ? 2076 सालमा 95 रुपियाँ प्रति लिटरले पाउने पेट्रोल आज किन्दा 163 मा बिक्री भइरहेको छ, खरिद गर्नु परिरहेको छ। त्यही पनि आयल निगम घाटामा छ भन्ने दाबी गर्छ। आजभन्दा 6 वर्ष अघि 70-80 हजारमा पाउने सुन अहिले 1.5 लाख भन्दा माथि छ। 1350 मा पाउने ग्यास आजभोलि 1950 मा पाइन्छ। यी 10 वर्षमा नेपालमा यस्तो के भयो जसले सामानको मूल्य वृद्धिमा कायापलट गर्यो? उपभोग्य वस्तुको मूल्यले आकाश छोइरहेको छ, तर आम सर्वसाधारणको जीवनस्तर दिनानुदिन नाजुक बन्दै गइरहेको छ। देश आर्थिक मन्दीको चरणतिर प्रवेश गर्दैछ। सरकार डरमा छ कतै यो परिस्थितिको सृजना भएको सुईको जनताले थाहा पाउँछन् कि जस्तै गरेर दिनानुदिन नयाँ शीर्षकमा विवाद सुरु गर्छन्। मिडियाले पनि भ्युजबाट राम्रै कमाइरहेका हुन्छन्।
हरेक दिन मसलाले भरिएको समाचार पाए कसो प्रकाशन नगर्ला। आजकल नेपालमा सामाजिक सञ्जालले ठुलो भूमिका खेलिरहेको छ। फेसबुक, ट्विटर, युट्युब जस्ता प्लेटफर्महरूले नागरिकलाई विरोधको आवाज उठाउनका लागि एक माध्यम प्रदान गरेको छ। यद्यपि सामाजिक सञ्जालमा फैलिएको गलत सूचना र अफवाहहरूले स्थिति जटिल बनाउँदै गइरहेको छ। यसलाई राम्रोसँग सदुपयोग गर्ने पक्कै पनि गरिरहेको छैन। नेपालको गोदी मिडिया सम्बन्धी आलोचना पनि बढिरहेको छ। सरकारका समर्थक मिडिया संस्थाहरूले सरकारको पक्षमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छन्, जसले गर्दा सत्य र गलतका बीचको भिन्नता बुझ्न कठिन भइरहेको छ। मिडियाले जनतालाई भ्रमित गर्न र सरकारको पक्षमा विचार प्रस्तुत गर्न लाचारी जनाइरहेको छ। अर्को मेजर इस्यु भनेको नेपालको सरकारले गम्भीर राजनीतिक दबाव सामना गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारले सुधारका प्रयास भने गरेका छन्, तर परिणाम भने अझै केही खास परिवर्तन आएको छैन। सरकारको नीतिहरू र कार्यान्वयनहरूले जनताको विश्वास जित्न सकिरहेको छैन। त्यसै गरी न्यायपालिकामा सरकार हस्तक्षेपका आरोपहरू पनि आइरहेका छन्। सरकारको पक्षमा रहेको मिडियाले न्यायपालिकामा हस्तक्षेप गरेर भ्रष्टाचारको मुद्दालाई दबाउने प्रयास गरेको आरोप छ। यसले मुलुकमा न्यायिक स्वतन्त्रता र लोकतन्त्रको आधारलाई प्रश्न चिन्ह लगाएको छ। र यस्तो परिस्थिति सिर्जनामा हुनुमा नि हामी जस्ता आम सर्वसाधारणको पनि एउटा गतिलो भूमिका छ। हामीले सामाजिक सञ्जाल चिहाइरहँदा, हामीले सामाजिक सञ्जाल चलाइरहँदा, राजनीतिक बहस गरिरहँदा हामीले सरकारबाट पारित भएको बजेट कहाँ प्रयोग भइरहेको छ, के का लागि प्रयोग भइरहेको छ, छुट्याएको बजेटको काम कति भयो, कति बेरुजु भयो भन्ने समेत बुझ्ने कोसिस गर्दैनौँ। हामी त्यतिसम्म व्यस्त हुन्छौँ सामाजिक सञ्जालमा लट्ठिएरै बसेका हुन्छौँ। नेपाल सरकारले प्रत्येक आर्थिक वर्षमा ठुलो बजेट छुट्याउने गरेको छ, तर यी बजेटहरूको वास्तविक उपयोग कस्तो भइरहेको छ? सरकारले प्रत्येक वर्ष खरबौँको बजेट प्रस्तुत गर्ने गर्छ, तर प्रभाव पार्न सक्यो त? यसको उत्तर भने अझ अस्पष्ट छ। यी विषयहरूमा मिडियाहरूले समेत समाचार लेख्नुपर्ने हो। यस्ता विषयलाई छोडेर कसैको विवाह भएको छ, कसैको डिभोर्स भएको छ, कसैको के मुद्दा भन्ने विषयान्तरतिर धेरै फोकस भएको देखिन्छ। तर वास्तविक देशमा भइरहेको घटनाक्रम, देशमा भइरहेको लुटपाट भ्रष्टाचारका कुराहरूमा लेख्न बोल्न भन्ने कम गरिएको छ। यद्यपि कुनै मिडिया र कुनै सञ्चार क्षेत्रमा यस्ता कामहरू भइरहेका छन्। मौद्रिक नीति 2081-82 लागू भएको पनि 1 वर्ष बितिसकेको छ। आर्थिक वर्ष 82-83 लाग्ने क्रममा छ। त्यही पनि अर्थतन्त्रमा सुधार आउने नामो निशान छैन। व्यक्तिसँग आफन्तबाट पैसा लिनु छ, तर आफन्त साथीभाइले चेक काटिदिएका छन्, तर चेकमा भने पैसा छैन। चेक बाउन्स भएको छ। हरेक घरमा एक चेक बाउन्स भएर बसेको छ। चेक बाउन्स भनेको के हो र बैंकिङ कसरको कानुन कस्तो छ, कसरी चेक बाउन्स गर्ने भन्ने दोधारमा हुन्छ भने पवित्र प्यारालिगलले 4 वर्षदेखि यही क्षेत्रमा सेवा दिए आइरहेको छ। स्क्रिनमा लेखिदिएको सम्पर्क नम्बरमा फोन गरेर चेक वा लेनदेन सम्बन्धी थप जानकारी लिन सक्नुहुन्छ। फेरि पनि म भिडियोमा वापस आउन चाहन्छु। नेपाल अहिले एक गम्भीर राजनीतिक, सामाजिक र आर्थिक सङ्कटको सामना गर्दैछ। यसको वास्तविक समाचार तपाईँले पाइरहनु नै भएको छैन। एउटाले एउटा कुरा गर्छ, अर्कोले अर्कै कुरा गर्छ। देशभरका विभिन्न क्षेत्रहरूमा विरोध प्रदर्शन, हुलदङ्गा, लुटपाट र हिंसाका घटनाहरू बढ्दै गइरहेका छन्। कुनै पनि बेला शान्तिको कुरा गर्ने अवस्था छैन। चिया पसलमा भिडभाड छ, राजनीतिक बहस भएको सुन्नमा आउँछ। प्रत्येक दिन केही नयाँ आन्दोलन र सङ्घर्षको खबर आइरहन्छ, जसले देशको भविष्यलाई धमिलो बनाइरहेको छ। चैत्र महिनामा मात्रै कयौँ आन्दोलन भइसकेका छन्। नेपालमा आन्दोलन हुनुका प्रमुख कारण सामाजिक, राजनीतिक र आर्थिक पक्षलाई बुझ्नका लागि हामीलाई गहिरो विश्लेषण गर्न आवश्यक हुन्छ। पहिलो नम्बरमा आन्दोलन र राजनीतिक सङ्घर्षको वृद्धि। नेपालमा अहिलेको स्थितिको मुख्य कारण देशभित्रको राजनीतिक अस्थिरता हो। विभिन्न समूहहरूले आफ्नो विचार र अधिकारका लागि सङ्घर्ष गरिरहेका छन्। यी सङ्घर्षका स्रोतमा 2 प्रमुख धाराहरू छन्, एक त राजावादी त अर्को गणतन्त्रवादी। राजावादी आन्दोलन कसरी सुरुवात भयो भन्ने जिज्ञासा हुन सक्छ। 17 वर्षसम्म राजावादीको नामो निशान नभएको देशमा 81 राजतन्त्र राजावादी भनेर यसरी उन्मूलन किन भयो भन्ने जिज्ञासा तपाईँको मनमा हुन सक्छ। नेपालमा केही राजावादी समूहहरू छन् जसले राजा र राजतन्त्रको पुनर्स्थापना गर्नको लागि सङ्घर्ष गरिरहेका छन्। 17 वर्ष अघि जनताले नै त्यागेको व्यवस्थालाई फेरि जोगाउनुपर्छ भन्ने नारा लाग्न थालेको छ।
17 वर्षसम्म समय आएको छैन भन्ने पूर्व राजा ज्ञानेन्द्र 81 किन सबैमा समय आएको छ, साथ दिनुस् भन्ने पहल गर्छन्। यहाँ सोच्नुपर्ने कुरा केही छैन। बदलिँदो राजनीतिक घटनाक्रम, अस्थिर राजनीतिले जनतामा रिस छ, निराश छ, जनता सरकारप्रति असन्तुष्टि छ, तातेको फलाममा हतौडा हान्ने काम गरिदिन्छन्। तब राजावादी समूहहरू 81 सडकमा घुमिन्छन्। शिक्षक र कर्मचारीको आन्दोलन, नेपालका शिक्षक र सरकारी कर्मचारीहरूले समेत तलब र सुविधाहरूको सुधारको माग गर्दै क्रमशः 3 दिनसम्म चैत्र महिनामा नै आन्दोलन गर्दै आइरहेका छन्। उनीहरूको माग भनेको शिक्षण पेसाको सम्मान र जनताको सेवामा रहेका सरकारी कर्मचारीहरूको अधिकारको संरक्षण गर्नु हो। सरकारलाई लाज समेत लाग्दैन कि सरकारलाई डर समेत लाग्दैन? कैयौँ विद्यार्थीको भविष्यलाई खेल्दै गर्दा सरकारले यसको स्पष्टीकरण कसरी दिन्छ भन्ने कुरा सरकारमा भर पर्छ। लाखौं शिक्षकहरू आन्दोलनमा घुमिरहँदा विद्यार्थीको भविष्यमा कस्तो प्रभाव पर्छ भन्ने समेत सोच्न भ्याएको छैन। नेपालमा आन्दोलनका घटनाक्रमहरू बढ्दै जानुको अर्को कारण भनेको मेजर इस्यु भनेको आर्थिक सङ्कट र युवाहरूको विदेश जानु हो। नेपालको आर्थिक स्थितिले पनि अत्यन्तै गम्भीर मोड लिइसकेको छ। बेरोजगारी, गरिबी र यस्ता कारणले मानिसहरूको जीवन यापन दयनीय बन्दै गइरहेको छ। विशेष गरी युवावर्ग जो भविष्यको आशा राख्दै अहिले देश छोडेर विदेश जान बाध्य भएका छन्। नेपालको आर्थिक वृद्धि दर घट्दै गइरहेको छ र बेरोजगारीको दरमा वृद्धि हुँदै गइरहेको छ। यद्यपि सरकारले विकासको दाबी गरेको छ, तर परिणामहरू नेपाली जनता र अर्थतन्त्रको लागि सकारात्मक भने पक्कै पनि देखिँदैन। सबैभन्दा चिन्ताजनक कुरा भनेको देशको विदेशी मुद्रा भण्डारमा गिरावट आएको छ, जसले नेपालको व्यापार र वित्तीय अवस्थालाई झनै कमजोर बनाएको छ। सहकारीमा पैसा छैन, बैंक तथा वित्तीयबाट कर्जा पारित भइरहेको छैन। यस्ता समस्याले गर्दा देशमा रहेका युवाहरूमा एकदम निराश छाइरहेको छ, जसले गर्दा दिनानुदिन विदेशी क्रम बढ्दै गइरहेको छ। आर्थिक मन्दी र सरकारी योजनामा भ्रष्टाचारका कारण देशको समग्र अर्थतन्त्र बिग्रिएको छ। यसका कारण रोजगारको अवसर घट्दै गएर युवाहरूमा विदेश जानुपर्ने बाध्यता सिर्जना भइरहेको छ। सामाजिक सञ्जाल र मिडियाको प्रभावले पनि नेपालमा बढ्दो आन्दोलनका क्रमहरू बढ्दै गइरहेको छ। आन्दोलनमा समावेश अथवा भाग लिने आन्दोलनकर्ताहरूलाई समेत थाहा हुँदैन आज कुन विषयको आन्दोलन गर्दैछौँ, केका लागि आन्दोलन गर्दैछौँ, के माग राख्दैछौँ भन्ने कुराको समेत थाहा हुँदैन। साथीको लैलैमा आन्दोलनमा गएर चिच्चाइरहेको पनि पाइएको छ। सामाजिक सञ्जाल रोग वा व्यासन। सामाजिक सञ्जालको प्रयोग गर्दा सुरुमा हामीलाई लाग्छ कि त्यो एक उपयुक्त सूचना दिने स्रोत हो, जहाँ हामीले हरेक घटनाको बारे जान्न सक्छौँ, छडिकमा प्रतिक्रियाहरू लिन सक्छौँ, मेसेज आदान प्रदान गर्न सक्छौँ, संसारका विभिन्न स्थानहरूका समाचारहरू पनि थाहा पाउन सक्छौँ। तर यति धेरै सूचना र घटनाहरूको भिडमा हामी आफैमा मानसिक र भावनात्मक रूपमा थकित महसुस गर्न थालेका छैनौँ। अब सोच्नुहोस्, हामी बिहान उठ्ने बित्तिकै आफ्नो आमा बुवाहरूको संवादमा ध्यान दिनुको सट्टा फेसबुकको नोटिफिकेसन चेक गर्छौँ, हो या होइन? के यो हामीलाई एक किसिमको मानसिक रोगको रूपमा लिन्छ? यति धेरै जानकारीको चपेटामा हामी आफैलाई थाहा नपाई सूचना प्रदूषणको शिकार बनिरहेका छौँ। हामीलाई थाहा छैन कि एक दिन हामीलाई कुनै एउटा घटनाले रिस उठ्छ, अर्को दिन नयाँ घटनाले ध्यान तान्छ र पुरानो घटनालाई हामी बिर्सन्छौँ। के हामी अझै समाज र देशको वास्तविक घटनामा ध्यान दिन सकिरहेका छौँ? हामीलाई हाम्रो देशमा के भइरहेको छ भन्ने चासो छैन नि। केवल सामाजिक सञ्जालको अपडेट मात्र हेरिरहेका छौँ, चाहिने नचाहिने वितर्क प्रतिक्रिया मात्र गरिरहेका छौँ, तर भित्र मूल जडोमा के भएको छ त्यसको नियाले प्रयास गर्दैनौँ, जसको फाइदा भने अहिलेका सरकारहरूले मजाले उठाइरहेका छन्। भ्रष्टाचार बढेको छ, बेइज्जती बढेको छ, कालोबजारी बढेको छ, मूल्य वृद्धि बढेको छ, बेरोजगारी बढेको छ, दिनानुदिन युवाहरू विदेशी क्रम बढ्दो छ। यसमाथि हामी कहिले चासो दिँदैनौँ, तर सरकारलाई प्रथम गाली गर्न भने हामी भ्याउन सक्छौँ। तपाईँलाई थाहा छ, सामाजिक सञ्जालमा हुने सारा बहस र विवादले तत्काल मानिसको ध्यान तान्दछ र यसले सरकारको गतिविधिमा ध्यान नपर्ने स्थिति सिर्जना हुन सक्छ।
यस्तो घटनाहरूले जनतामा लामो समयसम्म विचार चिन्तन गर्न बाधा पुर्याउँछ। सरकारको स्वार्थ पनि यही हो कि समाजको ध्यान रोजगार, भ्रष्टाचार या अन्य प्रमुख मुद्दामा नलागोस्, तर तिनीहरूलाई हरेक दिनको नयाँ घटनामा व्यस्त राख्नुहोस्। यसले अस्थिरता र घृणालाई फैलाउने मद्दत पुर्याउँछ, जसले गर्दा सबैजना एकअर्कामा लड्न थाल्छन्। सरकार यही त चाहन्छ, जनतालाई लडाएर आफ्नो तमासा हेर्ने। अब सवाल उठ्छ, हामी कति समयसम्म यस प्रकारको मानसिक बन्धनको शिकार हुनेछौँ? के हामी केवल सामाजिक सञ्जालको सटिकमा बास गरिरहेका छौँ, जहाँ हामी आफूलाई साँचो घटनाबाट टाढा राखेर केवल अरूको जीवनका अपडेट हेर्नलाई मात्र जिउन थाल्छौँ? हामीलाई थाहा छैन कि सरकारलाई यस अस्थिर मानसिकता र अराजक सोचको फाइदा हुन्छ। मिडिया जसले सचेत र स्थिर खबर दिनुपर्ने हो, त्यसको सट्टामा आफ्नो तत्कालीन फाइदाका लागि सनसनीपूर्ण समाचार प्रस्तुत गर्दैछ। यदि हामीले यो परिपाटी रोक्न चाहन्छौँ भने हामीले पहिले आफूलाई सचेत बनाउनु पर्ने हुन्छ। हामीले हाम्रो जीवनको प्राथमिकता तय गर्नुपर्ने हुन्छ। हामीलाई के चासो छ, हामीलाई कुन घटनामा ध्यान दिनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण हामीलाई कस्तो समाज बनाउनु छ भन्ने कुरा सोच्नु जरुरी छ। नेपालको वर्तमान अवस्थामा सुधार ल्याउनका लागि समग्र र दीर्घकालीन योजनाहरूको आवश्यक छ। राजनैतिक स्थिरता, सामाजिक आर्थिक सुधार र सरकारी नीतिहरूको पढाइका साथ कार्यान्वयन गरेर मात्र नेपालले आफ्नो वास्तविक समृद्धिको मार्गमा यात्रा गर्न सक्छ। नेपालको वर्तमान सङ्कटलाई समाधान गर्नका लागि सबै दल र वर्गहरूबीच सहमति र सशक्त संवाद हुन आवश्यक छ। यसका प्रमुख समस्याहरूलाई टुक्राएर समाधान गर्न सकिन्छ, तर यो एकजुटमा भएर मात्र सम्भव छैन। राजनीतिक स्थिरता, आर्थिक सुधार र सामाजिक समृद्धिका लागि सरकार र नागरिक समाजले मिलेर काम गर्न आवश्यक छ। भ्रमपूर्ण समाचारपछि होइन, देशमा उत्पन्न भइरहेका समस्यालाई उठाउने कोसिस गर्नुपर्दछ। अन्यथा हामीले अहिले भोगिरहेको आन्दोलनका चपेटा, आर्थिक मन्दी, लुटपाट, हत्या, हिंसा लगायतका समस्याहरू फेरि पनि दोहोरिने रहनेछन् र यस्ता घटनाहरूलाई नदोहोर्याउनका लागि हामी सबैजना मिलेर एकीबद्ध भएर सरकारको जुन नीति पोलिसीमाथि हामीले खण्डन र प्रश्न उठाउन जरुरी छ भन्दै आजको भिडियो यतिमै टुङ्गाउन चाहन्छु। आज मैले सटिक गरेर सानो भिडियोहरू बनाएको छु, जस्तै आर्थिक मन्दीको बारेमा, जस्तै गोदी मिडियाको बारेमा। म यिनी भिडियोलाई, यिनी टपिकहरूलाई, यिनी शीर्षकहरूलाई चाहिँ छुट्टै पार्ट बनाएर भिडियो बनाइरहेको छु। चाँडै यो च्यानलमा अपडेट हुन्छ। तबसम्मका लागि मसँग जोडिएर बस्नु होला। धन्यवाद। तपाईँलाई आजको समाचार अथवा आजको रिपोर्टिङ तपाईँलाई कस्तो लागेको छ प्रतिक्रिया दिनुहोला। साथै सब्स्क्राइब गरेर उत्प्रेरणा